पटक पटक चाहिँ समय अवधि थप्ने, ठेकेदारलाई छोडिरहने, त्यहीँनिर कुशासन सुशासन नभएको भनेको पटक पटक समय एकचोटि होइन दुईचोटि होइन। मलाई लाग्छ दुईवटा कुरा चाहिँ महत्त्वपूर्ण कुरा छ। समय थप्न दुईवटा कुरा हुनुपर्छ जस्तो लाग्छ मलाई। एउटा चाहिँ विपदजन्य घटना, कुनै चाहिँ बाढी आयो, पहिरो आयो, भूकम्प आयो अथवा के महामारी भयो भने एउटा विषय होला। अर्को विषय चाहिँ सामान सप्लाईको कुरा हो। सप्लाई चाहिँ कन्ट्र्याक्टमा काम गर्ने कन्ट्र्याक्टरले अथवा त्यो आयोजनामा चाहिँ सामान सप्लाई चाहिँ अवरुद्ध भयो भने त्यो कुरा होला। नत्र दुइटै कुरो छैन, पटक पटक किन थपिन्छ। अब जनताले परिवर्तन चाहनु भएको छ, मुख्य परिवर्तन यही हुनुपर्छ लाग्छ मलाई। विकासका आयोजनाहरू वर्षौँदेखि 5 वर्ष भन्ने ठाउँमा 20 वर्ष, 2 वर्ष भन्ने ठाउँमा 10 वर्ष हो। यो सुशासन हो एकदमै इम्पोर्टेन्ट कुरा। त्यो कुरामा चाहिँ सबै माग्नेज्यूहरूलाई समेत चाहिँ मैले चाहिँ यो ध्यान आकर्षण गराउन चाहन्छु। हामी सबै मिलेर काम गर्नु, त्यसमा हामीले महत्त्व दिनुपर्छ लाग्छ मलाई। र अर्को कुरो, मान्य खानेपानी मन्त्री चाहिँ यो हुनुहुन्छ, मेरो काठमाडौँ निर्वाचन क्षेत्र 3 त्यो चाहिँ गोकर्णेश्वर खानेपानी मेलाम्चीको पानी चाहिँ त्यहीँ ड्याम भएर चाहिँ काठमाडौँ सप्लाई हुन्छ। तर त्यहाँको काठमाडौँ 3 को जनताहरू काकाकुल अवस्थामा छ। र त्यो सँगसँगै गोकर्णेश्वर 6 वडामा चाहिँ 2077 सालमा चाहिँ एउटा 2 करोड लिटरको चाहिँ ट्याङ्की निर्माणको लागि चाहिँ ठेक्का लगाएको। आज 77 सालदेखि 82 सालसम्म आउँदाखेरि पनि अलपत्र अवस्थामा र 28% मात्र प्रोग्रेस छ। र हिजो मात्रै मलाई निर्वाचन क्षेत्रमा त्यहाँ स्थानीय जनताले बनाउनु भएको हाम्रो घर आँगनबाट चाहिँ पाइप जान्छ, हामी काकाकुल हुने र 5 वर्ष हुँदाखेरि पनि आयोजना यो अवस्थामा पुग्छ भने के गर्ने। अब हामी अवरुद्ध गर्दैछौँ, यहाँबाट काठमाडौँ अन्य क्षेत्रमा जाने पानी यहीँ रोक्छौँ भनेर भन्नु भएको छ। मैले यस विषयमा सम्बन्धित मन्त्रालयसँग मन्त्रीज्यूसँग म समन्वय गर्छु भनेर उहाँलाई थुम्थुमाएको छु। यस विषयमा गम्भीर ध्यान आकर्षण गर्न चाहन्छु। धन्यवाद।